होली खतरा हुँदैछ होइन गाइस। अब चाहिँ यहाँ पुरै हरम लाउने काममा पुरै बिजोग भइरहेछ होइन। मलाई चाहिँ किनकि मनै परेको छैन होली खेल्न। के फुल छ त्यहाँ के दाइले पनि कलै उठाएन कि चियाहान्डा अरे यहाँ कहाँ भित्र छिरिसक्यो मैले। चियाहान्डा निजन आँखा सुनिरहेछ अरे। हिजो कुकुरले नै होली खेलिसकेको छ क्या। कुकुरले नै होली खेलिसकेको छ है। कान्छी गाइज आइज कसको काम भयो यार। गर्मीले भयो पसिना खुट्दै निस्किदिएको क्या। आम्मा के हो यस्तो हावा ताप्ने आएको गर्मी भइदिएर आएको यस्तो पनि हुन्छ होइन। पुरै क्या पहिलाको साल होलीमा चाहिँ म धरानमा थिएँ नि त। धरानमा चाहिँ ओभर मजा भयो यो साल चाहिँ। जान्थ्यो होला तर त्यति मोड चलेन त्यही भएर नगएको होइन। यसपालिको होली चाहिँ यसै सकिने भयो। अहिले कति बज्यो 12 बजिसक्यो होला होइन। केही देखिन केही छैन क्या होली। कि बेलबारीतिर गयो भने छ कि तर होली चाहिँ मलाई चाहिँ किन खेल्नु मन लागेको छैन भने उबर कलर लगायो भने एलर्जी हुन्छ खेलेको होली। नत्र त खेल्नु त मन लागेको छ। पहिलाको साल खेलेको थिएँ क्या मैले। त्यही भएर खेल्दाखेरि चाहिँ बाटो चाहिँ यता हो। अब यहाँ जाँदैछु होइन। टक्कसँगले ह्याप्पी होली भाइ बहिनी। हेलो गुड मर्निङ नमस्ते वेलकम टु ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। सन्चै हुनुपर्छ है। अनि होली चाहिँ आज चाहिँ होली डे। होली पुरै मनाइरहेछ भाइ बहिनीहरूले। किनकि मैले चाहिँ मनाएको छुइनँ कलाएर। किनकि मलाई चाहिँ कलर फाप्दैन नि त। त्यही भएर चाहिँ मैले चाहिँ यो होली नखेलेको हो। बहिनीहरू चाहिँ खेलिरहेकोसँगले मैले धेरै पछि लामो पछि मैले चाहिँ किनकि भ्लग बनाउनु पाएको छुइनँ नि त। फेरि पनि आज एउटा नयाँ तपाईँहरूको साथमा मैले भिडियो लिएर आइसकेको छु होइन। अब के कस्तो हुन्छ म चाहिँ टक्कसँगले बाहिर यसो एक राउन्ड हुन्छु साइकलमा होइन। अब त्यो कस्तो हुन्छ हेर्दै गरौँ राउन्डिङ होइन। अब त्यही हो नि होली त हो। इन्ट्रेस्ट छैन म एकचोटि बाहिर चट्टसँगले राउन्डिङ हानेर आउँछु। ठ्याक्कसँगले 10 बजिसक्यो होइन बिहानको। अनि खानासाना खाइयो अनि मैले चाहिँ चट्टसँगले उता म चाहिँ दमकदेखि भर्खर बिहानै आएको। अहिले चाहिँ खानासाना खाएर मैले लुगाहरू धोएर फ्रेस भएर चाहिँ म अब 1-2 राउन्ड हान्नु पऱ्यो भनेर बाहिर निस्किने आँटिरहेको छु। अब कस्तो हुन्छ त्यो हेर्दै गरौँ होइन। आज चाहिँ होली अरे म चाहिँ पुरै दमकदेखि आज मात्रै आइपुगेँ टोसँगले करेसा बारीहरूदेखि निस्किन्छु म चाहिँ एकछिनमा। बबाल भइरहेको छु बहिनीहरू होइन। पुरै होली खेलेर नुहाइरहेछ। ठिक छ अब हेरौँ है त होली होली। होली खतरा हुँदैछ होइन गाइस। पुरै हरम लाउने काममा पुरै बिजोग भइरहेछ होइन। मलाई चाहिँ किनकि मनै परेको छैन होली खेल्न। तर पुरै होली खाएको होइन। होली अहिले चाहिँ होइन टक्कसँगले हाम्रो उसले नै होली कान्छी गाइज आइज कसको काम भयो यार। बहिनीहरूको काम होला आइज। सो अल राइट गाइस म चाहिँ टक्कसँगले बाहिर निस्किसकेँ होलीको खेर होइन। टक्कसँगले साइकलमा छु। अझै अल्छी लाग्यो क्या भयो घरमा बस्दा के रहेछ। पर गर्मी छ क्या। गर्मी भएर चाहिँ म बाहिर निस्केको छु घुम्न। चाहिँ हावा खाइदिउँ न भनेर निस्केको हो। हेर्दै गरौँ है कहाँसम्म जान्छ हो त्यो थाहा छैन। आम्मा होली बबाल लागिरहेछ बुढाबुढीहरूलाई होली होली। धेरै क्या गर्मी चढेर रहेछ अनि होली खेल्नेहरू टन्नै छ क्या। चिसो हावा खानु निस्केको हो। अहिले चाहिँ यता तल म चाहिँ लक्ष्मी मार्गदेखि तल आइसकेको छु क्या भन्नुपर्छ होइन। अब एकछिन चाहिँ त्यहाँ गएर चाहिँ रेस्ट गरिन्छ। कतातिर हुन्छ हेरौँ होइन पर्ने हुन्छ नि त। जाँदैछु होइन अब बिस्तार जाने हुन्छ। होली मलाई चाहिँ किन खेल्नु मन लागेको छैन भने किनकि मलाई चाहिँ के हुन्छ भने उबर कलर लगायो भने एलर्जी हुन्छ नखेलेको होली। नत्र त खेल्नु त मन लागेको छ। पहिलाको साल खेलेको थिएँ क्या मैले। फेरि चाहिँ निकै मलाई गाह्रो भयो त्यो चिलाएको थियो चाहिँ मैले यो साल नखेल्ने डिसिजन लिएको थिएँ। नलाग्दाखेरि खासै खेल्नलाई त खेल्न होइन साथीहरू पनि थिएन रमाइलो पनि हुँदैन। किन खेल्ने भने त म अघि दमकै बसेँ। किनकि म दमक बसिनँ नि त चाहिँ
राइट लिउँ कि लेफ्ट लिउँ कता जाउँ त होइन ले चाहिँ लेफ्ट जाउँ अनि पछि फर्काउँला राइटतिर अहिले कहाँ पुगिन्छ हेरौँ न त मलाई थाहा छैन यता त छिरेको छुइनँ भए पनि छिरेरौँ न त टक्कसँगले यता चाहिँ गयो हेरौँ न कहाँ छिर्दो रहेछ कच्चीतिर ओ माई गड टक्क अहिले फर्काउँला यता के हुन्छ हेरौँ ओह माई गर्मीमा क्या हावा खानु भनेको के लाइक हुन्छ अनि फ्राइडे पनि पर्छ क्या म चाहिँ बिहानै तमक हिजोमा चाहिँ तमक बसेको थिएँ साथीसँग एकदम हिजो चाहिँ लाग्यो क्या त्यही भएर चाहिँ निकै मलाई आज चाहिँ निकै गाह्रो भइरहेछ पुरै घाँटीहरू दुखिरहेको जस्तो क्या पुरै ख्यार भइरहेछ के हुन्छ खै के भएको आएर खानासाना खा अनि खानासाना खाँदाखेरि तपाईँसँग निकै लेट भएको थियो क्या गाह्रो भएको थियो त होली मात्रै छ होली आज होली फर्क्यौँ है यता त केही छैन फर्केर म यता उदो छिरिसकेँ उदो छिर्दा पनि खासै केही देखिनँ धुलो किनकि हावा चाहिँ यहाँ पुरै हावा खानु निस्केको अरे ओपर उल्टे पो गर्दी भएर आएको पसिना आइराखिदिइरहेछ यताउति उता पनि केही छैन क्या अस्ति गएको थिएँ त्यति राम्रो केही देखेको थिइनँ फेरि फर्किन्छु घुमाउन है उतै जाउँ घर या पर गएर वेट गरिन्छ कसम आयो यता त गर्मी धेरै चढिसक्यो क्या गर्मी धेरै लागिसक्यो त्यही भएर हावा खानु निस्किनु पऱ्यो भनेको अब यस्तो हुन्छ नि त लाइक घरमा बस्दा नि बोर लाग्यो क्या मकेको फेरि होली आउँछ त अब होलीमा अब ल्यामलुम दल दिन्छ अहिले गिद्दी हुन्छ होलीमा चाहिँ यसो तर्केर हिँडेको हावा खानु पऱ्यो भनेको क्या गर्मीमा लाइक हुन्छ नि अब हावा नै खाना खानु पऱ्यो भनेको त आमामा ओए माई गड टक्कसँगले है यता जानुपर्ने हुन्छ अघि लाइक हामी म आएको बाटो चाहिँ जाँदैछु टक्कसँगले ह्याप्पी होली भाइ बहिनी पछि हामी उता जान्छौँ बगाल छ आमामा चिसो हुन्छ कि भनेको गर्मीले पो सकिएन न सत्यनाश बनाउला जस्तो छ त्यो हेरौँ त होली सो अलराइट गाइज म चाहिँ टक्कसँगले यहाँ बेतनको फिल्डमा आइसकेँ अहिलेको चाहिँ चहलपहल मैले खासै केही देखिनँ यतातिर मान्छे खासै देखिनँ टक्का अब हुन्छ नि होली आएर यहाँ पर कुनै बसिरहेछ फाटाफुट्टा साह्रो केही देखिनँ है उतातिर अलिअलि म चाहिँ यहाँ आएर बसिराखिदिएको छु क्या चट्ट लाएर म चाहिँ हावा ताप्न आइदिएको अरे यस्ता गर्मीले भयो पसिना खुट्दै निस्किदिएको क्या आम्मा के हो यस्तो हावा ताप्न आएको गर्मी भइदिइरहेको यस्तो पनि हुन्छ क्या पसिना निस्किरहेको छ हेर्नु नि मैले चाहिँ त्यति खासै केही चलपल देखिनँ यतातिर यहाँ चाहिँ बेतन ग्राउन्डसम्म आइसकेँ र उता मेन रोड हुँदै जान्छु कि यतादेखि जान्छु अब यस्तै हो भिडियो गर्न पाउँदैन एउटा हातले समातेर कुदाउनु पर्ने हुन्छ धेरै गाह्रो हुन्छ फेरि मलाई झ्याउ पनि लाग्छ क्या समातेर कुदाउनु पर्ने हुन्छ एउटा हातले क्यामेरा पक्रेर एउटा हातले समातेर कुदाउनु पर्ने हुन्छ खासै केही देखिनँ मैले ओभर धरानतिर पहिलाको साल होलीमा चाहिँ म धरानमा थिएँ नि त धरानमा चाहिँ ओभर मजा भइरहेको थियो यो साल चाहिँ जान्थ्यो होला तर मलाई यसपालि मोड चलेन क्या जानलाई त्यति मोड चलेन यसपालिको होली चाहिँ यसै सकिने भयो अहिले कति बज्यो 12 बजिसक्यो केही देखिनँ केही छैन क्या होली कि बेलबारीतिर गयो भने छ कि तर बेलबारीतिर नगयो होला किनकि होइन साइकलमा के बेलबारीसँग गएर ओभर गर्मी हुन्छ कि गइदिउँ त हौ जङ्गलतिर फाइनली म चाहिँ घर आइसकेँ अर्कोसँगले आजको दिनहरू यसो नै बित्यो झ्याउ लाग्यो क्या मलाई सुत्छु म